साथीहरु आफ्टर अ लङ टाइम म नयाँ भिडियोको साथ आइसकेको छु। अहिले चाहिँ म मनाङमा छु हैन। मैले चाहिँ इन्ट्रो चाहिँ दिन पाइनँ हैन। त्यसको लागि म क्षमा माग्न चाहन्छु, सरी भन्न चाहन्छु सबैजनालाई, किनकि म यो धेरै नै युट्युबमा हराएको हुनाले सबैजनालाई सरी भन्न चाहन्छु। र हामी के गरियो त आएर हैन, बाटोमा के गरियो, के भयो हैन, सबै कुरा चाहिँ यही भिडियोमा आउनेछ। र अब हेर्नुस् के हुनेछ, त्यसपछि हेर्दै जानु होला है त। ल बाइ बाइ। बाटो हेरौँ न गाइस। मनाङ लागेपछि चाहिँ बाटो त ठिकै होला जस्तो लाग्यो। हामी त्यत्रो बाटो चाहियो तपाईँ भने गाडी नम्बर लाफ गरेर यस्तो भित्ता टाँसिनु पऱ्यो है गाडी। ल यसरी पो हिँड्नु पर्ने रहेछ हौ, पाहाडमै आएर अल्झ्यौँ नि त। यताको बाटो आइयो है। ल बाटो त सोच्नै आइयो क्या स्वर्गद्वारी मास्तिर चाहिँ आइदियो अलिअलि टपमै रहेछ यस्तो बाटो। आमामा ओइ बाटो चाहिँ खतरनाकै छ मनाङको। मुटु कमजोर हुनेहरू साथीहरू चाहिँ अलि नआउँदै ठिक हुन्छ। अझै उता नि हामी रहेछ कोही बाटो हुँदै जाने। आमामा अहिलेलाई स्टकै छ कतिको गाउँ चाहिँ कट्टे छैन अहिलेसम्म। ए यो गाउँ चाहिँ कट्टे छैन है। खचडै खचड हामतिर गाई बस्तु उठ्नुहुन्छ भने यता खचडै खचड है। खचड र घोडा होइन जाँदैन अझै माथि होला। रहेछ त्यो पनि राम्रै छ। त्यसै चिसो लेक लाउनु आयो।
क्या है के पहरा अरे हो यो म्याग्नेटिक पहरा फेरि त मिनिरल त हुन्छ पुरै रातै म्याग्नेटिक पहरा हावाले हाल्यो अहिले मार्दा अहिले ओएमा यता त सर्लकै हिउँ छ त फेरि यो त यो पार पुल आउँछ कि त प्लाटेको त पुल आउँछ एउटा आमाले कता हेर्ने पछाडि सर भइल भइसक्यो ऊ हेर्नु के भन्थ्यो माथि के छ भन्थ्यो यो चाहिँ हुने पर्ने यो हेर्छ पुल पुल उतारदेखि रहेछ पाइबाट फेरि मोबाइल भिडियो त्यहाँको भिडियो के हो खै मैले त देख्दै देखिनँ कि तपाईँ डेटा निकाल अझै पछाडि टाँच्छ मोबाइललाई हल्का हल्का क्लिप्स हुन्छ टाँच्छ मोबाइल टाँच्छ स्वर्गद्वारी कृषि फार्म त्यसलाई स्वर्गद्वारी हो के भन्छ कि कस्तो बिर्सेँ हेर्न स्वर्गै जस्तो नि त तलपट्टि यत्तिकै यत्तिकै दुइटा दिन पऱ्यो यत्तिकै यत्तिकै राखेँ अहिले तलै फर्क क्या यत्तिकै भ्लगै बनाए जस्तो हुन्छ क्या भ्लग यस्तो तल हुन्छ त्यो नहल्लाइकन राखेको छु मनाङ स्टुडियो भन्छ नि गीत हाल्दै क्या दामी दामी के अरे कन्टेन्ट चाहिएको छ पछाडि त्यहाँ पछाडि एउटा हिमाल देख्दै हात पुरै ग्रिन लेकतिर उभिनु गाह्रो पर्छ क्या 3 गियरमा ठिक थियो अहिलेको 0.5 गर जस्तो गर्दा अहिले जस्तो गर्दा 0.5 मा छिटो सही आउँछ पहुँच गया हमने आयो धेरै धेरै घुमाउनु पर्ने
साग पट्टुपट ल साथीहरू हल्का क्र्यास होइन हिउँ हेर गाइज हिउँ ल फाइनल्ली गाइज हामी अहिले कता छौँ के हो यो त्यस्तै हो कि अहिले हामी कहाँ छौँ भन्न हामी अहिले कहाँ अरे बिर्सेँ यार ड्राका ढाका ल रुम चाहिँ दामी छ तपाईँहरू पनि यसो मनाङ आउँदै हुनुहुन्छ भने यो ठाउँ चाहिँ एकदम राम्रो छ हेर्नु न ल ल हेर्नु ल हेर्नु हिमाल हेर्नु त्यहाँ ओ माई गडनेस भोलि हामी चाहिँ आइस लेक जाँदैछौँ है साथीहरू घोडा चाहिँ यहाँ छ हाम्रो होइन हिमाल हेर्नु नि हिमाल हामी चाहिँ बस्ने आज बस्नु जानु छौँ सब नाम के हो तिम्रो हजुर के भनेको कर्म घले घले गुरुङ घले मात्रै हो स्कुल कता हो नि तिम्रो के अरे मावलको तल एउटा भत्ती छ नि त्यसको तल हो आज स्कुल थिएन स्कुल थिएन जाडो महिनाको छुट्टी दिइसक्यो 3 महिना जाडो महिनाको छुट्टी अरे जाडो महिनाको छुट्टी हो वाइफाई छ है वाइफाई ल साथीहरू खाइदिउँ त खाइदे खाइदिउँ ताल यही हो के अरे अहिले चाहिँ हिमालको फेदमा छ ताल एकदमै चिसो भएको कारणले चाहिँ ताल जमेको छ के भन्न चाहन्छ यो तालको एक लाख 1-2 लाइन जम्यो त जम्यो तर माछा पनि रहन्छ कि बल्छी हान्दिनँ क्या बल्छी हान्न भनेर आएको अलि माछा नभएर माछा नभएर साथीहरू हामीले यो के भन्छ यसलाई ठ्याक्क नाम त थाहा भएन थाहा हिमालयन गोट हो के भन्छ त्यस्तै थाहा हुनेहरूले चाहिँ कमेन्ट गरिदिनु होला है आज हामीले यहाँ फाङसार जाने बाटोमा चाहिँ देखेको छौँ एकदमै सुन्दर रहेको छ यो हेर्नु त कति राम्रो छ रेनडियर ल त हिमाल हेर्नु फेरि हिमाल ल अन्त ठ्याक्कै बाख्रे जस्तो छ क्या हेर्दाखेरि जङ्गली बाख्रा होला जङ्गली बाख्रै हो गाई जो अलिक टाढै भयो जस कैद त गर्नु पाइयोस् त्यस हेरिदिइरहेछ क्या यही हो क्या हो फाइनली गाइस हामी चाहिँ अहिले फाङसारमा छौँ एकदमै प्रसिद्ध ठाउँ छ
साथीहरू बाटो हेर्नु खाङसरमा अहिले हामी खाङसरमा छौँ है साथीहरू भिडियो छ भिडियो भयो एकदम चिप्लो यो खाङ अनि त्यहाँ फसियो क्या झन् खाङसारै हो यो खाङसर हो कता हामी आएको देखेर हो क्या आगे किधर जाना है हाँ यही है खाङसर यो गाइज पुरै होटलमा काम गर्नु देखियो खाङसारमा आएर यार कुशललाई त के हो देखेर होटलमा काम गर्न जस्तो देखियो कि अघि त सोध्दै थियो त मान्छेहरूले नि त हिमाल थियो यो सिनलाई के भन्न चाहन्छस् यो सिनलाई के तैँले 10 मा कति दिन्छस् 10 मा 10 हो 10 मा 10 हो र यो भन्दा त अलि राम्रो ठाउँ कुन चाहिँ छ भनिदिउँ त अरूले कमेन्ट त गर्नु होला यो भन्दा राम्रो ठाउँ गाउँ पनि त्यही त हो यो मनाङ हो ऊ मनाङ बल्ल देखियो नि मनाङ योभन्दा राम्रो ठाउँ कुन छ कमेन्ट गर्नु होला गाइज सबैसँग हामी त्यो ठाउँ पनि भिजिट गर्ने कोसिस गर्दैछौँ अहिले चाहिँ त्यही गाउँले हेरेर ल तपाईँले गर्नु किन यसमा तिर हान्छ र यो बेलमा तिर हान न ओए ओए मासल खतरा आयो त ओए रन्डेको ल Why are you running? Why are you हटेको रन्डी कान रोक्न fast as fuck, boy? I'm fast as भिडियो बनाउँदैछ घोडा लहटो घोडा त्यही घोडा लहटो घुँडा लहरे ओए लहर ओए च्याङ्रा है च्याङ्रा च्याङ्रा बुझ्नेहरू प्राइस चाहिँ होइन यता त मोटो मोटो हुँदो रहेछ के खाएर उता लाँदा बुझ सानो है साथीहरू च्याङ्रा मनाङको च्याङ्रा है एकदमै सानो चाहिँ यार
भयो छु ल साथीहरू आज फर्स्ट टाइम हामी चाहिँ याकको सुकुटी ट्राई हाल्दैछौँ समात्त पाइले कस्तो कस्तो हुन्छ म उस गर्दै नै छु हेर्नु है त ल याकको सुकुटी साथीहरू ओके छ मिठो घरमा के के छ यो के हो जस्तो है गोरुको बस्छ जस्तो हो क्या गोरुको जस्तो हो गोरुको यस्तो हुन्छ है चम्चामै रसिलो ओहो म त फर्स्ट टाइम खाएको होइन कस्तो कस्तो लाग्यो म भैँसीको त खान्छु याकको फर्स्ट टाइम खाएको कस्तो कस्तो ठिकै छ नट ब्याड नट गुड होइन ल साथीहरू अहिले चाहिँ हामी चाहिँ कर्म होटेलमा बसेका छौँ होइन कर्म जाति हेर्दा आइज त दिदीले सोध्न दिदी दिदी यहाँ होटेलको नाम के हो नि कर्म लज होइन र साथीहरू अहिले चाहिँ हामी मन भन्ने कर्म लजमा आज हामी बस्दैछौँ नामको नाम भन्दैन र के हुन्छ कि भिडियोहरू देखिसक्नु भयो होला होइन र अब चाहिँ भोलिको आज डे 1 हो भोलि चाहिँ डे 2 हामी आइस लेक जाँदैछौँ ठाउँको नाम के अरे ठाउँको नाम भार्का Braga Munje. भार्का मुङ भ्राका मुन्जे हो कि भन्ने ठाउँ होइन मुङ्जे आज डे 1 अब भोलि चाहिँ डे 2 हुँदैछ हाम्रो ल गुड नाइट साथीहरू